नमस्कार सबैमा। म प्रबल थापा, क्षेत्र नम्बर 1 प्रतिनिधि सभा नेपाली कङ्ग्रेसको उम्मेदवार हुँ। सर्वप्रथम यहाँहरूलाई यो छोटो समयमा यहाँहरू आइदिएर मेरो केही भनाइ सुनिदिने र मैले यो इन्फर्मल भन्दा पनि सेमी फर्मल भनौँ, सेमी फर्मल तरिकाको कन्भर्सेसन होस् भनेर एउटा यो अर्गनाइज गरिदिनु भएकोमा धन्यवाद दिन चाहन्छु। मैले अब यहाँहरूको पनि कार्यक्षेत्र मलाई लाग्छ धेरैको कार्यक्षेत्र यो 1 नम्बरमै पर्छ जस्तो लाग्छ। यहाँहरूले पनि कति कुराहरू अनुभूति गर्नुभएको छ होला, यो क्षेत्रको समस्या यहाँभित्रका कुराहरू त्यो पनि मलाई सेयर गरिदिनु र यसलाई एकदमै सेमी फर्मल रूप लिँदाखेरि मैले गर्नुपर्ने कुराहरू केही कमी कमजोरी भयो, मैले बोल्दाखेरि केही भयो भने म धेरै भाइरल हुने भन्दा पनि म तलबाट आएको, सङ्घर्ष गरेको, पार्टीको सङ्गठनमा निरन्तर निष्ठावान भएर लागेको व्यक्ति हुँ। त्यसले गर्दाखेरि कहिलेकाहीँ यो बोल्दाखेरि केही तलमाथि भयो भने त्यसलाई चाहिँ नि अलिक इजिली लिएर मलाई माफ पनि गरिदिनु होला भन्न चाहन्छु। म मेरो व्यक्तिगत परिचयबाट सुरुवात गर्न चाहन्छु। म प्रबल थापा, मेरो घर स्थायी ठेगाना नयाँ बानेश्वर थापा गाउँ हो। मेरो पिता पुर्खा यहीँ जन्मिनु भएको हो। म लगभग 2 वर्ष पुग्दै नपुग्दा मेरो बुवा मैले गुमाउनु परेको हो। 9 वर्ष हुँदाखेरि मैले मेरो हजुरबुवा गुमाउँदा म मेरो परिवारको एक्लो पुरुष भएको हो। अब यहाँहरूलाई त्यो एक्लो पुरुष हुँदा सामाजिक सङ्घर्ष, पारिवारिक सङ्घर्ष कस्तो हुन्छ भन्ने कुराहरू यहाँहरूले नै आकलन गर्नुहुन्छ होला। मैले त्यो परिवारभित्र पनि एक खालको सङ्घर्ष भयो। पिता गुमाउँदा जुनसुकै उमेरमा पनि मलाई लाग्छ अभिभावक गुमाए जस्तो हुन्छ र मैले त अब लगभग 2 वर्षमा त्यो गुमाएँ। त्यसपछि मेरो एकाडेमिक ब्याकग्राउन्ड मेरो पारिवारिक उसमा मलाई एकल महिला मेरो उहाँले हुर्काउनु भयो। मुवा र बुवा दुइटै भूमिका उहाँले नै गर्नुभएको हो। मेरो एकाडेमिक ब्याकग्राउन्ड भन्नुपर्दा म सेन्ट जेभियर्स स्कुल पढेँ, त्यसपछि बाहिर सेन्ट जर्जेस गएँ। फर्किसकेपछि म तपाईँको क्याम्पेन कलेजबाट मैले ब्याचलर्स गरेँ। त्यसपछि मैले जब गरेको भनेको नेपाल इन्भेस्टमेन्ट ब्याङ्कमा 2.5 वर्ष हेड अफिसमा दरमागमा काम गरेँ। त्यो काम गरिसकेपछि मैले अस्ट्रेलियामा गएर एमबिए गरेर फर्केको हुँ। फर्किन साथ म देशमै केही गर्नुपर्छ भन्ने भावनाका साथ र पारिवारिक जिम्मेवारीका साथ यो दुइटै भावना लिएर म फर्केको। देशमै केही गर्नुपर्छ भन्ने हुटुटी पनि थियो। त्यो हुटुटीका साथै म सामाजिक कार्यहरूमा, क्लबहरूमा, विभिन्न सङ्गठनहरूमा आबद्ध त भएँ। पार्टीगत रूपमा मैले तलदेखि नै जुन 67-68 सालको कुरा जस्तो लाग्छ मलाई, नेभी सङ्घबाट सुरुवात गरेँ। 65-66 को कुरा नेभी सङ्घबाट सुरुवात गरेँ। म नेभी सङ्घको क्षेत्रीय प्रतिनिधिबाट सुरुवात गरेर नेभी सङ्घ महाधिवेशन प्रतिनिधि भएँ। पार्टीभित्र पनि मेरो पारिवारिक जस्तै मेरो तलदेखि सङ्घर्ष छ। पार्टीको विभिन्न पदमा मैले हरेक पद मैले चुनाव लडेर मतदानै गरेर आएको। मलाई कसैले पनि आजको दिनसम्म टिका लगाएर, माला लगाएर त यो होस् त त्यो होस् भनिदिएको छैन। त्यसपछि नेभी सङ्घपछि तरुण दलमा म केन्द्रीय सदस्य भएँ। तरुण विभागमा पनि केन्द्रीय विभाग सदस्य भएर काम गरेको। त्यहाँबाट म 13औं अधिवेशनमा क्षेत्रीय प्रतिनिधि भएर मैले, त्यो पनि मतदान हो है, मैले यो मतदानमै गएर गरेको हो। त्यसपछि 13औं अधिवेशनमा जिल्ला कार्य समितिमा सदस्य रहेँ। 14औं अधिवेशनमा म क्षेत्रीय प्रतिनिधि फेरि तलैबाट लड्नु पर्यो। हाम्रो पार्टीको विधानले तलैबाट आउनुपर्छ भन्छ। अहिले पार्टीको विधान चेन्ज भएर केन्द्रीय सदस्यले पनि तलैबाट आउनुपर्छ भन्ने भएको छ। पहिला केन्द्रीय सदस्यलाई सिधै महाधिवेशन प्रतिनिधि बनाउने थियो। अहिले हामीले लड्दाखेरि माथि महासमिति भए पनि फेरि तलै आउनुपर्ने थियो। 13औं अधिवेशनमा महासमिति सदस्य भए। योभन्दा अगाडिको 79 को चुनावमा म समानुपातिक प्रदेश सभाको सांसद थिएँ। त्यो मेरो पहिलो समानुपातिक सांसद त भयो नि, पब्लिकमा जाने मेरो पहिलो फोरम थियो। त्यो समानुपातिक सांसदको एउटा बन्द सूचीभित्र पर्दाखेरि मेरो पहिलो थियो। तर अब समानुपातिक भएको कारणले गर्दाखेरि प्रत्यक्ष रूपमा संवाद चाहिँ मैले मतदातासँग गर्न पाएन। तर मतदाताहरूको कुरा बुझ्ने, सुन्ने चाहिँ गर्न पाएँ मैले। अब यो अहिले यो मेरो
टिकटको विषय अब त्यहाँबाट महासमिति भए, समानुपातिक भए, पार्टीभित्र निरन्तर इमान्दार भएर निष्ठावान भएर मैले काम गर्दै गर्दाको अवस्थामा अब पार्टी रूपान्तरण हुनुपर्छ, पार्टी परिवर्तन हुनुपर्छ भन्ने हाम्रो नेतृत्वप्रति हाम्रो असहमति थियो। अब कति असहमति मेरो स्वभावको कारणले गर्दा बाहिर धेरै भोकल भएर भन्दा पनि काम गरेर देखाउने खालको स्वभाव भएको कारणले गर्दाखेरि मैले त्यो भाइरल जाने, फेसबुक लेख्ने यो मेरो स्वभावभन्दा अलिकति निर्णयमा देखाउने, निर्णयमा गर्ने हो। यही रूपान्तरणको पक्षमा लाएर म विगत 2-4 महिना 6 महिनादेखि आफ्ना असहमतिहरू राख्दै पनि आएको थिएँ। मेरो राजनीति मैले सुरुवात गर्दादेखि नै मेरो आदरणीय हाम्रो यस क्षेत्रको ऐतिहासिक क्षेत्रको हाम्रो नेता प्रकाश मानसिंहज्यूको बाटै मैले मेरो सङ्गठनको सुरुवात पनि गरेको हो। उहाँकै क्रियाकलापबाट मैले सङ्गठन सुशासनका कुराहरू, साङ्गठनिक कुराहरू, अनुशासनको कुराहरू मैले उहाँबाट सिकेको हो। अब त्यसपछि मेरो अब हस्पिटालिटी सेक्टरमा म इन्भल्भ छु, आफै पनि त्यो उद्यममा इन्भल्भ छु। हस्पिटालिटी सेक्टर अब मेरो घरभन्दा यता साइडमा गरिरहेको छु। त्यो मेरो उद्यमको कुराहरू भयो, परिवार चलाउनलाई केही न केही गर्नै परिहाल्छ। अब अहिले म अब यो ऐतिहासिक क्षेत्रमा पार्टीले मलाई विश्वास गरेर यो 4 चोटि जितिएको ठाउँ नेपाली कङ्ग्रेसको आदरणीय नेता प्रकाश मानसिंहजीले लिड गर्नुभएको ठाउँमा जुन अवसर र भरोसा मलाई पार्टीले दियो र हाम्रो श्रद्धेय सभापति आदरणीय गगन कुमार थापाज्यूले जुन भरोसा म माथि राख्नुभयो, त्यसमा पार्टीप्रति म धन्यवाद दिन्छु पहिलो। र दोस्रो मलाई के लाग्छ भने मेरो उम्मेदवारी किन यो टिकट दिएको, कसरी यस्तो अवस्था आयो भन्ने कुरा म अलिकति यसमा भन्न चाहन्छु। मेरो वास्तवमा पार्टीमा दुईटै भावना, अहिलेको विकसित राजनीतिमा अब युवाको प्रतिनिधित्व हुनुपर्छ र यो सुशासनको राजनीति हुनुपर्छ भन्ने जुन भावना अगाडि आइरहेको बेला मेरो टिकट चाहिँ अग्रज अभिभावकको पुस्ता र नवयुवा जेनजी पुस्ताको भावनालाई एक ठाउँमा लगेर समेटेर सेतुको रूपमा काम गर्ने भन्ने मैले बुझेको छु। म एउटा अब यो 5-7 दिन एकदमै आज 12-13 दिन भयो, अब मैले राजनीतिमा लागेको काहीँ न काहीँ कुनै ठाउँमा लिड गर्छु भन्ने सबैलाई हुन्छ होला, सबैलाई हुन्छ। सबै अब त्यसमा लिड गर्नको लागि साथीहरू सबै अब्बल नै हुनुहुन्छ। अब मैले यो पाइरहेको अवस्थामा पार्टीको सङ्गठन, पार्टीको एउटा स्ट्रक्चर छ हाम्रो, त्यो स्ट्रक्चर मेरो परिवार हो। त्यही परिवारको भरोसाको कारण पनि मैले यो अहिलेको यो अवसर पाएको हो। त्यो परिवारलाई एक ठाउँमा राख्नु मेरो पहिलो कर्तव्य त्यो पनि हो, एउटा यो प्रमुख कर्तव्य मध्ये त्यो एक हो। त्यो 5-7 दिन यो स्ट्रक्चरलाई मिलाउने एउटा भयो। त्यसपछि अब अहिले सोसल मिडियाको इम्प्याक्ट यति ठुलो छ। अब विशेष अधिवेशन सकिएको लगभग 1 दिनमा यो टिकट वितरण भएको हो। त्यो कारणले गर्दा अब यो 2-4 महिना 6 महिना अगाडिदेखि नै मैले यो नेतृत्व गर्छु भनेको भए त्यो अनुसारको इन्फ्रास्ट्रक्चरहरू मैले डेभलप गर्दै गएको हुन्थेँ। यो विशेष अधिवेशन सकियो, त्यसपछि 1-2 दिनभित्रमा टिकट वितरण भयो। त्यो हुँदाखेरि अब मैले पार्टीभित्रको स्ट्रक्चर, त्यसपछि सचिवालयहरूका कुरा, त्यसपछि अब यो सोसल मिडियाको यति ठुलो इम्प्याक्ट छ र यो इम्प्याक्टलाई मैले नजरअन्दाज गर्न मिल्दैन। त्यसले गर्दा यो सोसल मिडियासँगको पनि एउटा टिम बनाउने, कसरी अगाडि बढ्ने भन्ने पनि मैले यो सल्लाह सुझाव पनि लिन आएको हो म। अब योभन्दा अगाडि अब स्वाभाविक रूपमा अब प्रबल थापाले कसरी पायो, यो नयाँ हो भने यो होइन है, यो चिर्दिनु पर्यो। तपाईँहरूलाई मेरो रिक्वेस्ट, पार्टीभित्र म 14, 15, 16 वर्षदेखि निरन्तर लागिरहेको हो। अब यो त मेरो पहिलो पब्लिकसँग, जनतासँग जाने मेरो यो पहिलो अपर्च्युनिटी हो। त्यस कारणले गर्दाखेरि पनि यो पार्टीभित्र म परिचित भएँ। पार्टीभित्र सबै साथीहरूले अब सङ्गठन मलाई लाग्छ हाम्रो सङ्गठन लगभग मिलिसकेको अवस्था हो। पार्टीभित्र परिचित भएँ, तर पब्लिक फोरममा अब यत्रो ऐतिहासिक क्षेत्रमा 4 चोटि लिड गर्नुभएको आदरणीय नेताकोमा आउँदाखेरि अभियसली यो कस्तो आयो, को आयो भन्ने प्रश्नहरू हुन्छ। अब त्यसमा मैले पार्टीभित्र त गर्नु परेन। अब मतदाताकोमा पनि म जाँदाखेरि मैले एकदम उत्साह देखेको छु मतदाताहरूमा। यहाँको क्षेत्र नम्बर 1 को अब मेरो त कस्तो छ भने पहिलो भेट पनि यही क्षेत्रको मतदातासँग हुन्छ र दोस्रो भेट, अन्तिम भेट पनि यही क्षेत्रको मतदातासँग हुन्छ मेरो। अब योभन्दा अगाडि पनि चुनावहरू भए,
योभन्दा अगाडि पनि धेरै चुनावहरू हुँदाखेरि 79 को चुनावमा पनि त्यत्रा उम्मेदवार थिए, 22 जना उम्मेदवार जस्तो लाग्छ मलाई, 22 जना उम्मेदवार थिए। अब उहाँहरूले पनि कसैले 1000, कसैले 2000, कसैले 3000 भोट पाउनु भएको छ, तर जनतासँग उहाँहरू त्यसपछि कहाँ हुनुहुन्छ? जस्तै मलाई चाहिँ त्यो छुट छैन है। अब यहाँसम्म आइसके जित्छु भन्ने त मेरो आफ्नो भइ नै हाल्छ, म जित्छु भनेर मैले लिड गर्छु, म अगाडि जान्छु भन्ने त भइ नै हाल्छ, तर कथम कता चाहिँ तलमाथि भयो ल म हारेँ भने पनि मलाई चाहिँ एक्सक्युज छैन। मैले किनकि यही क्षेत्रमा बसेर त्यो पहिलो र अन्तिम मेरो यही क्षेत्रको मतदातासँग मैले इन्टरेक्सन गर्नुपर्ने हुन्छ र त्यो मैले टर्न पनि गरेको छु। अब यहाँसम्म आइसकेपछि मैले यो अब यत्रो इतिहास बोकेको पार्टी, यत्रो परिवर्तनको नेतृत्व गरेको पार्टीको 1 नम्बर क्षेत्र, देशको राजधानीभित्रको पनि राजधानी 1 नम्बर क्षेत्रको प्रतिनिधित्व गर्दाखेरि मलाई त्यो छुट छैन र यहीँको बासिन्दा भएको कारणले गर्दाखेरि पनि मलाई त्यो छुट हुने कुरै भएन, त्यो एक्सक्युजै छैन मलाई। अब यो क्षेत्रको कुरा गर्दा मैले यो क्षेत्र फाँट देखेको, मैले देख्दाखेरि फाँट थियो। बुद्धनगरमा हामी क्रिकेट खेल्थ्यौँ, हामी गौचरणमा माथि फुटबल खेल्थ्यौँ, त्यो धोबीखोलाको पुल चाहिँ काठको पुल थियो। त्यसपछि त्यहाँबाट यो क्षेत्र बिस्तारै रेजिडेन्सियल एरियामा डेभलप हुँदै गरेको पनि देखेको हो मैले। बिस्तारै बिस्तारै घर बन्दै गयो, अब बुद्धनगर प्लान्ट गयो, ठुल्ठुला बाटो पनि भए। त्यसपछि यो कमर्सियल रूपमा यो 77 जिल्लाको अब यो क्षेत्र नम्बर 1 को मात्र पनि प्रतिनिधित्व होइन। अब यहाँ त देशैभरिबाट हस्टेलहरू यति धेरै छ, यति धेरै या घर भाडा लिएर आफ्नो चाहिँ नि घर परिवार चलाएर सानो उद्यम गरेर पेसा व्यवसाय गरेर यो सबैको प्रतिनिधित्व हो। म 1 नम्बर क्षेत्रमा बस्ने यो 48,000 जुन मतदाता भनिएको छ, त्योभन्दा बाहेक अर्को 48,000 छ, यहाँ अर्को 50,000 छ। उहाँहरू कोही भाडामा बस्नुहुन्छ, कोही सानो उद्यम गरेर बाहिर बसे पनि यहाँ आएर खोल्नुहुन्छ। यो सबैको प्रतिनिधित्व गर्छु र यो क्षेत्रसँग मेरो अब अरू उम्मेदवारको मैले गर्ने कुरा पनि भएन। यो क्षेत्रसँग मेरो भावनात्मक रूपमा पनि केही सम्बन्धहरू जोडिएको छ। मैले चाहे पनि नचाहे पनि अब यहाँबाट जस्तो अवस्था आए पनि यो क्षेत्रबाट म अर्को क्षेत्र जाने कुरा पनि भएन। यसका समस्याहरूसँग म आफैले पनि भोगेको, आफै फिल गरेको समस्याहरू छन्। जस्तै अब एपिसेन्टर आन्दोलन भयो, त्योभन्दा अगाडि पनि आन्दोलनहरू भए, त्योभन्दा अगाडि पनि माइतीघर मण्डला 77वटा जिल्लाको समस्या हुँदा माइतीघर मण्डलामा आएर आन्दोलन गर्ने ठाउँ हो। अब यो देशभरिको त्यहाँ आन्दोलन गरिसकेपछि देशभरिका पब्लिकहरू त्यहाँ आएर आन्दोलन गरेर संसदलाई झकझकाउने, न्यायपालिकालाई झकझकाउने, व्यवस्थापिका कार्यपालिकालाई झकझकाउने ठाउँ हो। अब त्यो सबै देखेको जेएनजीको आन्दोलनमा हुँदाखेरि यो तीनटै न्यायपालिका कार्यपालिका यो सब दन्दनी बलेको मैले प्रत्यक्ष आफ्नै आँखाले पनि देखेको हो। यहाँको समस्याहरूमा अहिले ट्राफिकको म्यानेजमेन्ट एकदमै ठुलो समस्या र पार्किङ एउटा समस्याको रूपमा यो आएको छ। यो सेक्युरिटीको अर्को इकोनोमिकल सेक्युरिटीको समस्या आएको छ। यहाँ 5 स्टार होटलदेखि लिएर सानो एउटा पसलमा चिया बेचेर आफ्नो परिवार चलाउने, जीविका चलाउनेहरू पनि हुनुहुन्छ। उहाँहरू सबैलाई यो आन्दोलन गर्दा, यो आन्दोलन हुँदा हस्पिटलमा जानको लागि 1-1.5 घन्टा 2 घन्टा तपाईँहरूले पनि फिल गर्नुभयो होला। तपाईँहरू सबै आफ्नै यही क्षेत्रमै धेरैको कार्यक्षेत्र यही हुँदाखेरि त्यो ट्राफिकको अब यो ट्राफिक म्यानेजमेन्टको समस्या र त्यसपछि इकोनोमिकको समस्या र सेफ्टीको समस्या अब यहाँ आगो लगाइदिने, के हुने बित्तिकै लुटपाट मचाइदिने यस्ता खालको समस्या छ। अब यसलाई विशेष सुरक्षा रणनीति कसरी अपनाउन सकिन्छ, यसलाई अब मैले अहिले धेरै कुरा अब सिफ्टै गरिहाल्छु भन्न पनि मिल्दैन मैले, तर यसलाई विशेष सुरक्षा रणनीतिमा मैले राखेर यहाँको क्षेत्रमा यो एउटा समस्या देखेको छ। यहाँको बिजनेस हाउसेसहरू बिस्तारै बिस्तारै पलायन हुँदै छोड्दै गएको देखिएको छ। अर्को अब क्षेत्रको समस्यामा करिडोरको समस्याहरू, कति ठाउँमा करिडोर खोलिएको छ, कति ठाउँमा खोलिएको छैन। त्यो नखोलिएको करिडोरको मुनि तपाईँको सार्वजनिक शौचालय नबन्दाको, धेरै नहुँदाखेरिको अवस्था त्यहाँ त्यो पनि बिग्रेको छ। र हेरिटेज वक त्यही उसमा हेरिटेज वक कसरी बनाउन सकिन्छ, ग्रिनरी कसरी बनाउन सकिन्छ, यसको कुराहरूमा पनि मैले त अब यो करिडोर सानो हुँदा देखेको, त्यसपछि अलि ठुलो भयो, अझै वाइडन भयो देखिरहेको छु। अब यसलाई करिडोरको कुराहरू छ। अर्को तपाईँको यो क्षेत्रको घर भाडामा लाएर
आफ्नो घर चलाउनेहरूको पनि समस्या कता कता मैले देखिरहेको छु। हेर्दाखेरि काठमाडौँमा बानेश्वरमा 1 नम्बरमा यहाँ घर हुँदाखेरि ऊ घर छ, यहाँ चाहिँ नि भाडा आइरहेछ भन्ने छ, तर उद्यमसँग जोड्न सकिएको छ जस्तो लाग्दैन मलाई। यहाँ घर भाडै लगाएर आफ्नो जीविका चलाउने देखिरहेको छु मैले धेरै। त्यो उद्यमसँग कसरी जोड्न सकिन्छ, अब स्किल्ड म्यान पावरलाई कसरी त्यसमा जोड्न सकिन्छ। हामीले अब स्थानीय सरकार पनि हाम्रो यो 4वटा वडामा 3टा वडामा हाम्रो स्थानीय सरकार पनि हाम्रै छ, 2टैमा प्रदेश सरकार हाम्रै हो। त्यो कारणले गर्दाखेरि स्थानीय सरकार हुँदाखेरि र प्रदेश र माथि प्रतिनिधि सभा हुँदाखेरि एकले अर्कालाई समन्वयन गरेर अब हामीले महिलाहरूलाई ट्रेनिङ दिने, अब यो अचार बनाउने ट्रेनिङ दिने, बुन्ने ट्रेनिङ दिने, कपडा बनाउने ट्रेनिङ दिनेहरू त चल्नै रहेको छ। उहाँहरूलाई जसले चाहिँ नि अब बिहान घरमा गरेर दिउँसोको टाइम खाली हुँदाखेरि कौशी खेतीको ट्रेनिङहरू दिने, यसमा म आफै प्रत्यक्ष पनि संलग्न छु। यो स्थानीय हाम्रो सरकारले गरेको कुरामा एउटा स्किल म्यान पावरलाई जोड्ने र त्यो घर भाडामा लगाएर दिउँसभरि तल बस्ने, त्यो धेरै ठुलो समस्यामा त्यहाँ छु। अर्को अब बुद्धनगरमा बानेश्वर हाइटमा यो समस्या नहोला, तर घटेगुलो अनामनगरभित्र भन्दा नि घटेगुलो त्यो भित्रको समस्या, त्यसपछि बानेश्वर हाइट र थापा गाउँको बिचको समस्याको छ नि एकदमै गोरेटो बाटो छ, त्यो अनप्लान्ड छ। त्यो अब बुद्धनगरमा पछि त्यो फाँट थ्रु प्लान्ट भयो, ठुल्ठुलो बाटो बन्यो, यहाँहरूले फिल गर्नुभयो होला। तर पहिलेदेखि भइरहेको जुन हाउसेसहरू छ, अब डिस्ट्रक्सनको मार्फतबाट म यो डिस्ट्रक्सनमा चाहिँ बिलिभ गर्दिनँ। हाम्रो पार्टीले पनि यो डिस्ट्रक्सनमा बिलिभ गर्दैन, हामी स्थायित्वमा गर्छौँ। यो डिस्ट्रक्सनमा जान सकिँदैन। अब हामीले डोजर लगाएर ठुल्ठुलो बाटो बनाउन सकिँदैन, तर कनेक्टिभिटी रोड्सहरू हामीले त्यसलाई पहिचान गरेर अब भूकम्प जाँदाखेरि रेस्क्यु गर्न नसक्ने अवस्था छ। तपाईँले कति फिल गर्नु भएको छ, जस्तै अब थापाथलीकै यो कुरिया गाउँभित्रतिर छिर्दाखेरि त्यो गाडी नै नछिर्ने, अब बाइकै नछिर्ने खालको पनि देखेको छ। यसलाई अब कसरी हामीले त्यो आगलागी हुँदाखेरि कसरी हामीले रेस्क्यु गर्न सकिन्छ, कसरी भूकम्प गयो भने रेस्क्यु गर्न सकिन्छ, यस्तो यस्तो विषयहरूमा गरिरहेको छु। अब हाउसमा गइसकेपछि क्षेत्रगत मात्र कुरा होइन होला, त्योभन्दा माथि मैले देशैभरिको कुराहरू, सुशासनको कुरा, भ्रष्टाचारको कुराहरू आइरहेको छ। मैले सुरुदेखि नै ई गभर्नेन्सको वकालत गर्दै आएको छु। जहाँ क्यासको बढी ट्रान्जेक्सन हुन्छ त्यहाँ भ्रष्टाचार हुने सम्भावना हाई हुन्छ, मेरो आफ्नो व्यक्तिगत अनुभव, र यहाँहरूले पनि अब मतदाताहरूले पनि यो फिल गर्नुभयो होला। जहाँ हामीले तपाईँको डिजिटल माध्यमबाट पेपरलेस हुँदा पेमेन्ट गर्छ, जस्तै हामीले टेलिफोनको बिल पे गर्दा, मोबाइलकै गर्दा, बत्तीको गर्दा के हुन्छ भने त्यसमा भ्रष्टाचार हुँदैन। तर अब हामीले तपाईँको जहाँ चाहिँ नि पेपरको बढी हुन्छ र क्यास चाहिँ हामीले जब क्यासै गनेर दिन्छौँ त्यो ठाउँमा भ्रष्टाचार अझै बढी हुने देखेको छु। जस्तो अब यातायात कार्यालयमा जाँदाखेरि तपाईँहरू सबैले फिल गर्नुभयो होला, त्यही बाहिर मान्छे आइपुगेको हुन्छ, बाहिरै मान्छे आएर मालपोत कार्यालयमा त्यस्तै खालको छ। त्यसले गर्दाखेरि पेपरलेस अब संसार कहाँबाट कहाँ यो परिवर्तन यति भइसक्यो, हामीले यो पेपरलेस बनाउन सक्यौँ भने भ्रष्टाचार पनि त्यसमै आएर जोडिन्छ होला। अर्को एसएमई यो स्मल मिडियम एन्टरप्रेन्योर्सहरूको 14 लाख छ। उहाँहरूको यो सहकारीको जुन समस्या आयो, त्यो सहकारी समस्या आउँदा डुअल छ, कसैले लगेर डिपोजिट गर्नु भएको छ, कसैले लोन लिनु भएको छ। लोन लिने पनि त्यो मारमा परेको छ, सहकारीहरू मारमा परेका छन्, र त्यहाँ लगेर डिपोजिट गर्ने पनि मारमा परिएको छ। अब सहकारीको सबै सहकारी फेरि खराबै हो भन्ने पनि होइन, राम्रोसँग चलेको सहकारीहरू पनि छ। यसलाई सहकारी बोर्डलाई हामीले रिफर्म गरेर कसरी अगाडि बढ्न सकिन्छ, त्यसको लागि विशेष पहल गरेर उहाँहरूको यो अब 10 लाख 15 लाख 20 लाख यस्तो लिएर यो 14 लाख एन्टरप्रेन्योर्सहरू छ, यो एसएमइजहरू। अर्को अब राष्ट्र ब्याङ्कले हरेक महिना दिन जस्तोमा 1.5 महिनामा 20 दिनमा तरलता भयो, ब्याङ्कबाट पैसा खिचिरहेका छौँ, यो गरिरहेका छौँ भन्ने कुराहरू आइरहेछ। अब त्यो भनेको अब पैसा पर्याप्त हुँदै पनि अब उद्यम गर्ने ठुलो सानो सबै व्यवसायीहरू सेक्योर छैन। यो कन्ट्रीमा इन्भेस्ट गरेर हामीले वी क्यान गेट रिटर्न आउँछ भन्ने कुराको मलाई लाग्छ हामी सबै त्यसमा सेक्योर भएर इन्भेस्टमेन्ट भएको छैन। अब त्यसको हाम्रो पार्टी नेपाली कांग्रेस पार्टी स्थायित्व बिना समृद्धि हुँदैन भन्ने नै हाम्रो पार्टीको मूलधार हो। अब हामी रूपान्तरित भएर आएका छौँ पार्टी। अब मलाई लाग्छ नेपाली कांग्रेस पार्टी सबैभन्दा नयाँ पार्टी हो, अहिलेको टाइममा सबैभन्दा नयाँ पार्टी भएर आएको छ। हाम्रो भावी प्रधानमन्त्री गगन कुमार थापाको नेतृत्वमा हामीले हाम्रो सभापतिको लाई पार्टी त बदल्यौँ, अब देशको रेखा कोर्छौँ, देश बदल्छौँ भन्ने मूल उद्देश्यका साथ
165 क्षेत्रमा 106 क्षेत्र नयाँ उम्मेदवार पाएका छौँ। नयाँ उम्मेदवार लिएर हामी मैदानमा आएका छौँ र सबैभन्दा नयाँ पार्टी र अबको दिनमा आर्थिक क्रान्ति बिना नेपाल समृद्धिको बाटोमा हिँड्दैन। त्यसको लागि स्थायित्व चाहिन्छ र त्यो स्थायित्व नेपाली कङ्ग्रेसले सभापति गगन थापाको नेतृत्वमा त्यो स्थायित्व हामी दिन्छौँ भनेर हामी उहाँकै उसमा हिँडेका छौँ। त्यस्तै लगायत अब यो एनपिएल स्पोर्ट्समा पनि त्यस्तै खालका कुराहरू छन्। एनपिएलले जुन यो 2-3 महिना अगाडि नेपाल प्रिमियर लिग गर्यो, त्यो मलाई लाग्छ इन्टरनेसनली रेकग्नाइज भयो नेपालको एनपिएलले स्पोर्ट्समा गरेको। तर त्यस्तो खालको कुरा एनपिएल यो क्रिकेटको भयो। मलाई लाग्छ 12-15 वर्ष अगाडि फुटबलमा पनि त्यस्तै क्रेज थियो। फुटबल खेलेर पनि हाम्रो जीविका चलाउन सक्छौँ भन्ने खालको थियो जस्तो लाग्छ मैले बुझ्दाखेरि, यो 12-15 वर्ष अगाडि। तर अब अहिले नेसनल लिगै नहुने अवस्था सृजना भएको छ। अब त्यहाँ यति धेरै ठुलो कन्फ्युजन छ। स्पोर्ट्सलाई पनि एकदमै हेर्नुपर्ने छ। युवा पलायनको एकदमै ठुलो समस्या छ। अब आन्दोलनै भइसकेपछि पनि मलाई लाग्छ एभ्री डे त्यो रेसियो घटेको छैन। 2025 जुन एभ्री डे बाहिर गइरहेको थियो, त्यही नै रेसियो अहिले पनि कायम छ जस्तो लाग्छ। भनेपछि हामीले त्यो स्टेबिलिटी दिन सकेको छैनौँ अझै पनि। त्यो स्टेबिलिटी नेपाली कङ्ग्रेसको नेतृत्वमा दिन्छौँ भन्ने नै हाम्रो उद्देश्य, हाम्रो पार्टीको। हामीले पार्टी त चेन्ज गऱ्यौँ, अब देश चेन्ज गर्ने बेला भयो भनेर भन्ने त्यो उद्देश्यका साथ आएका छौँ। अरू अब यो क्षेत्रगत कुरामा छ, पब्लिक टोयलेट्सहरूको कुरा छ, हस्टेल्सहरू यति धेरै छन् यो हाम्रो क्षेत्रमा। त्यहाँ अब हस्टेलमा बस्ने बहिनीहरूको भाइहरूको पनि सेक्युरिटी, त्यहाँ हुने अब्युजेसहरूको पनि म आफै पनि उयो छ। अब त्यो सिसिटिभी जडान गर्ने यस्तो कुराहरू त गर्नै रहेछ लोकल बडीले। अब बाहिर डेभलप कन्ट्रीमा चाहिँ पोलिसी मेकरले पोलिसी मेकिङको मात्र काम गर्छ र लोकल बडीले यो सबै कुराहरू हेर्ने हुँदाखेरि। तर अब हाम्रो कन्ट्रीमा मात्र होइन, साउथ इस्ट एसियामा जस्तो लाग्छ मलाई त्यो पोलिसी मेकर र लोकल बडी चाहिँ एकै ठाउँमा एकै उसमा आएर काम गर्नुपर्ने। अब त्यो एक्सपेक्टेसन पनि छ फेरि। अब हामीले त माथिबाट पोलिसी बनाएर तर इम्प्लिमेन्ट गर्ने हो, तर कति मुद्दाहरू हामीले हाउसमै उठाउनु पर्ने छ। अब त्यहाँ हाउसमा गइराख्दाखेरि, हाउसमा छिर्दाखेरि अब क्षेत्रलाई मैले यो देशसँग कसरी कनेक्ट गर्ने भन्ने हो। अब यस्तै कुराहरू हो। म अब सल्लाह सुझाव कस्तो छ, हजुरहरूले के गर्दाखेरि ठिक हुन्छ, कुनै कुराहरू मैले फर्स्ट टाइम हो होइन यो मैले पब्लिकमा गएको, त्यो कारणले गर्दाखेरि के कस्तो छ मलाई सल्लाह सुझावहरू दिनु, यति भन्दै म आफ्नो गर्छु। थ्याङ्क यू। राजनीतिक सुरुवातै वहीँबाट भएको हो। त्यस्तो जस्तो बाहिर आएको जस्तो यो मिलेको छैन, यो होइन भन्ने कुरा गलत हो। मेरो अहिले भर्खरै पनि योभन्दा अगाडि आउँदा मेरो मैसँग मिटिङ थियो। उहाँले गर्नुपर्ने साथ समर्थनको कुरामा कुनै उसमा डाउटै नराख्नु। त्यसमा मैले ड्राइभ गरेको हो, उहाँको चुनाव मैले पनि ड्राइभ गरेको हो। र अहिले पनि मैले यो उम्मेदवार दिँदाखेरि उहाँको पूर्ण समर्थन नै छ। यसमा त्यस्तो उ छैन। बन्छ, उहाँ आफैले पनि भन्नुभएको छ म आउँछु तिम्रोमा, मैले कार्यक्रममा आउँछु भन्नुभएको छ। पार्टीको म्यानिफेस्टो पनि तपाईँको 1-2 दिनमा आउँछ होइन। कति कुराहरू अब मैले यो चाहँदै पनि म्यानिफेस्टोसँग म्याच पनि हुनुपर्ने हुन्छ। अहिले मैले यो बोलिदिइहाल्नु न, अनि फेरि म्यानिफेस्टो पनि नआउला भनेर मैले त्यसलाई अलिकति राखेको मसँग थियो। हो, हाम्रो क्षेत्रगत म्यानिफेस्टो पनि आउँछ होइन। त्यो अब यो संविधान जारी भइसकेपछि 3 वर्षभित्रमा गर्नुपर्ने कति नियम कानुन विधेयकहरू पनि पारित भएको छैन। शिक्षा विधेयक आयोगहरू पनि मलाई लाग्छ पारित भइसकेको अवस्था छैन। त्यसको लागि नै विशेष पहल हुन्छ। अब अर्को एक्सपर्टिज भन्दा पनि मैले यो उद्यमलाई, जस्तो उहाँले भन्नुभयो नि, युवाहरूलाई उद्यमसँग कसरी जोड्ने, यस्तो झन्झटिलो प्रोसेस छ कि नेपालमा अहिले। तपाईँ कम्पनी खोल्नको लागि सजिलो छ, तर बन्द गर्नको लागि यति ठुलो समस्या झन्झट छ नि, यो झन्झटबाट अलिकति सहज हुनुपर्छ भन्ने। अब यो एक्सपर्टिज भन्दा पनि यो सबैले फेस गरेको प्रब्लम जस्तो लाग्छ। कम्पनी खोल्नको लागि बरु अलिक सजिलो छ, बन्द गर्नको लागि छ। र युवाहरूलाई उद्यमसँग जोड्ने कसरी हो, माध्यम के हो भन्ने कुरै विशेष पहल रहन्छ। रिटेन गर्नको लागि पनि हुन्छ र उद्यम गरेर यहाँ प्रतिफल आउनको लागि पनि हुन्छ। र मैले यो तपाईँ लार्जर रूपमा चाहिँ मैले आन्सर दिइसकेको छु। कति कुराहरू त यो हाम्रो इन्भाइरोमेन्ट, यो मैले स्थायित्व बिना त तपाईँको हामीले कति कुरा भनेर मात्र पनि नहोला होइन। त्यो स्थायित्वसँग पनि जोडेर हेर्नुपर्ने हुन्छ। र अर्को तपाईँको कुरामा बाहिर गइरहेको युवाहरूलाई फिर्ता बोलाउनु पनि आवश्यकता छ। जस्तो म तपाईँको बाहिर पढेर आएँ भन्ने कुरा आयो नि
है। त्यस्तै गरेर उहाँहरूलाई पनि यो देशमा के हुन्छ भन्ने कुरा चाहिँ स्थायित्वसँग जोडिएको छ भन्ने कुरा। अब हेर्नु म यो फेरि यो कुरा गऱ्यो भने फेरि होइन यो कुरा गऱ्यो भने अब यो त पार्टीभित्रको कुरा भयो, हाउसमा के बोल्छस् कसरी उद्यम जोड्छस् भन्ने कुरा आउँछ होइन। सबै पार्टीले सङ्गठनले गरिरहेको छ। म सङ्गठनको हो, अब नेतृत्व गर्ने आदरणीय प्रकाश मानसिंहज्यूको जसले नेतृत्व गर्नुभएको थियो रिकेश भाइ होइन, अब क्षेत्रीय सभापति होइन, अब हाम्रो दुईवटा माननीयहरू उहाँले लिडमा उहाँहरू हुनुहुन्छ नि। अब हामीले स्टेयरिङ कमिटी बनाइसकेको छौँ। प्रोफेसर हाम्रो गुणराज न्युपानेश्वरको उसमा स्टेयरिङ कमिटी बनेको छ होइन। अब लिड गर्ने त अब यो सबै सङ्गठनले लिड गरेको छ, तर उसको नेतृत्वमा अब क्षेत्रीय सभापति हुनुहुन्छ, हाम्रो आदरणीय अरू नेताहरू, अब प्रदेशका माननीयहरू पनि सँगै हुनुहुन्छ।